हेलो साथीहरु, नमस्कार सबैलाई। आज चाहिँ असार 21 गते गइसकेको छ। खास गरी भन्दाखेरि यो चाहिँ अब बर्खाको समय हो। त्यो बर्खाको समय पनि भनिन्छ हैन। तर चाहिँ के छ भने अहिले बर्खाको मौसम चलिरहेको भए पनि तपाईले देख्न सक्नुहुन्छ सुर्खेतको आजको मौसम चाहिँ पूर्ण रूपमा आकाशहरू खुलेको छ। हट्ट बादलको मात्र छ, तर एकदमै आकाश खुलिसकेको छ है त। अत्याधिक चर्को घाम पनि लागिसकेको छ। सामान्यतया असार महिना भनेपछि हामीलाई लगातार पानी पर्ने, वर्षा हुने हैन, बादल लाग्ने, चिसो मौसम हुने भन्ने कुराको याद आउँछ। तर अहिलेको समयमा चाहिँ त्यो हुन सकेको छैन। त्यतिखेर चाहिँ सुर्खेतमा अत्याधिक मात्रामा अब लगभग रोपाइँ चाहिँ अन्तिम चरणमा हुनुपर्थ्यो। तर तपाईले देख्न सक्नुहुन्छ खेतबारीहरूमा रोपाइँको लागि बिउहरू तयार भइसकेका छन्, तर रोपाइँ हुन सकेको छैन। यसको प्रमुख कारण भनेको चाहिँ पानी पर्न नसक्नु, जलवायु परिवर्तनको असर पनि होला। यतिखेरसम्म पनि सुर्खेतमा राम्रोसँग पानी पर्न सकेको छैन। तपाईले देख्न सक्नुहुन्छ खेतहरू अधिकांश रूपमा जोतेर राखिएको छ, तर रोपाइँ भने हुन सकेको छैन है। कहीँ कतै फाटाफुट्टो रोपाइँ हुन थालेको छ, तर पनि राम्रोसँग रोपाइँ हुन सकेको छैन। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले यसरी मोटरबाट पानी लगाएर रोपाइँ हुँदैछ। यसरी पाइपबाट पानी लगेर तपाईहरुले पाइप देख्न सक्नुहुन्छ यसरी रोपाइँ हुन थालेको छ। तर चाहिँ यतिखेर चाहिँ रोपाइँ सबै भइसक्नु बस्यो। त्यसले गर्दा पनि माथि त्यहाँ देख्न सक्नुहुन्छ पानी चारेर, इनारबाट पानी चारेर रोपाइँ हुँदैछ हैन। अहिले सुर्खेतमा चाहिँ अब न त कुनै वर्षाको सङ्केत छ, न त बादलको चाप छ। मौसम एकदमै सफा र खुला छ है। तपाईहरुले देखिसक्नु भएको छ। अब मनसुन सुरु भइसक्यो पनि भनिसक्नु भएको छ। मौसम विज्ञका अनुसार मनसुनको प्रभाव कहिले कमजोर हुन्छ भने कहिले बलियो हुन्छ। त्यसले गर्दा चाहिँ यसको प्रभाव पनि होला। प्रकृति साँच्चीकै अनौठो छ है त। एकातिर किसानहरू पानीको प्रतीक्षामा हुनुहुन्छ भने अर्कोतिर आजको यो खुला मौसमले दैनिक कामकाजमा चाहिँ केही रूपमा सहज गराएको पनि छ भन्न सकिन्छ। तपाईहरुको ठाउँमा आजको मौसम कस्तो छ, तपाईहरुले कहाँबाट हेर्दै हुनुहुन्छ हैन। तपाईहरुको ठाउँमा रोपाइँ कतिको भयो, कति प्रतिशत लगभग रोपाइँ भयो होला, त्यसको जानकारी पनि गराउन सक्नुहुन्छ है। हेर्नु सुर्खेतको वातावरण एकदमै मौसम सफा छ। आज असार 21 गतेको दिन पनि हामीले आफ्नै घरको छतबाट चाहिँ भिडियो बनाइरहेका छौँ है। रोपाइँ धेरै हुन सकेको छैन कि रोपाइँ गर्नलाई खेतहरू चाहिँ अब तयार भएर बसेका छन्। तर पानीको अभावले गर्दा बिउहरू देख्न सक्नुहुन्छ सबै तयार छ, तर चाहिँ रोपाइँ चाहिँ हुन सकेको छैन है। यता पनि हामीले देखाउँछौँ। देख्न सक्नुहुन्छ यो चाहिँ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको अवस्था हो। सबै खेतहरूले पानी पुरिरहेका छन्, किसानहरूले पानी पुरेका छन्, तर मौसमबाट त्यस्तो सङ्केत प्राप्त भइसकेको छैन। अझै केही दिन चाहिँ पानीको लागि पर्खिनुपर्ने अवस्था छ। अब साउन लाग्न थाल्यो है। अब कहिले रोपाइँ गर्ने, कहिले धान फल्ने। यसपालि पनि धान उत्पादनमा चाहिँ प्रभावित नै हुने देखिन्छ है। किसानहरू धान उत्पादनमा प्रभावित हुने अवस्था देखिन्छ। हामीले विशेष गरी यो भिडियो बनाउनु उद्देश्य चाहिँ आज असार 21 गइसक्यो। किसानहरू पानी पुर्दै हुनुहुन्छ, तर पनि रोपाइँ हुन सकेको छैन हाम्रो स्थानमा। तपाईहरुको ठाउँतिर के कस्तो छ त भनेर जान्नको लागि त्यो भिडियो प्रसारण गरेका छौँ। तपाईँले सुर्खेतको वातावरण पनि देखाउन चाहन्छौँ।
हेर्नुहोस् यसरी मोटरबाट पाइपबाट पानी तारेर रोपाइँ गर्दै हुनुहुन्छ। त्यसरी अब कसरी सम्भव होला, एकदम चर्को घाममा साह्रै अवस्था छ है त साथीहरू। तपाईँको ठाउँमा चाहिँ आजको मौसम कस्तो छ, घाम लागेको छ या पानी परेको छ या बादलको अवस्था कस्तो छ अवश्य कमेन्ट गर्नु होला। हामी यस माध्यमबाट पनि जोडिन सक्छौँ हैन। हस् त, नमस्कार सबैलाई, धन्यवाद भिडियो अन्तिमसम्म हेर्नुभयो। अब हामी अर्को भिडियोमा भेट्नेछौँ है त।